हो कुकम्यान कुक ल त्यो बेल्लालाई चाहिँ होइन टक्कसँग यस्तो गराउने है अगाडि 5 7। हेलो गाइज, हामी चाहिँ आज मोमो बनाउन गइरहेको छौँ। मोमोको लागि चाहिँ हामी यहाँनिर पिठो तयार गरिरहेको छौँ है। टक्कसँग मेरो भाइ यहाँ हो पछाडि, यहाँ देखिन्न है। ल है कपाल चाहिँ म भर्खर बल खेलेर आएको। यो चाहिँ मेरो भाइ। हेलो गाइज भनिदेऊ। हेलो गाइज। ल वेलकम टु माय च्यानल। हामी यहाँनिर पिठो मुछ्न गइरहेको छौँ। अब हाम्रो चाहिँ अब ठ्याक्क दुईजनालाई मात्र मोमो हो, त्यही भएर चाहिँ हामी मात्र पिठो मुछ्छौँ। हो कुकम्यान कुकम्यान भन्छ क्या? ओ अलिचोली हो लगाएछ। हामी चाहिँ यहाँनिर होइन हिजो नपुगेर चाहिँ आलु चाहिँ थियो। आलुलाई चाहिँ अब म्यास गरेर काटेर अब किमामा हाल्छौँ, किनभने किमा चाहिँ अब बहुत थोरै भयो। चिकन चाहिँ अब हिजोकै थियो। टक्कसँग यो हाल्ने आलु चाहिँ अर्को लगाएपछि यहाँनिर चाहिँ अब हामी आलु र यो मसला चाहिँ होइन टक्कसँग काट्न गइरहेको छौँ। यसलाई चाहिँ अब ठक्क पुऱ्याएपछि चाहिँ टक्क किमामा जोड्ने। अनि त्यसपछि यो चाहिँ हाम्रो पिठो मुछेर रेडी भयो। अब यसमा तेल लाउनु छ, तेल चाहिँ लाउँछौँ। अब चाहिँ यहाँनिर अब चाहिँ काट्नु पर्ला जस्तो छ। ल भाइले चाहिँ काट्न थालिसक्यो है। हो ल भेरी गुड भाइ। ल गाइस यहाँनिर चाहिँ होइन आलु यहाँनिर चाहिँ अब भाइले यसरी चाहिँ जियोस् गरिरहेछ होइन। काट्नु चाहिँ अलिकति ठुल्ठुलो भयो, त्यही भएर यस्तो गरिरहेछ। अब यहाँनिर चाहिँ म चाहिँ अब यहाँनिर अलिकति तेल हाल्नुपर्छ। यसलाई चाहिँ पुरै होइन जताततै पुऱ्याउनुपर्छ। यसरी तेल लगाउनुपर्छ गाइस। यसरी तेल लगाउने यसरी जताततै तेल लाउनु पऱ्यो। यसरी यस्तो गर्ने ल है। यस्तै हो है गाइस हामी होममेड मोमो चाहिँ। यसलाई चाहिँ अब ठ्याक्क लगाएर हामीले छोप्नु पर्ने हुन्छ है। 10 मिनट जति यसलाई छोप्दिउँ। छोपेर चाहिँ यहाँ राखिदिउँ। अब यहाँनिर हाम्रो चाहिँ यस्तो काम छ होइन। यहाँ यो काम पनि सकाइदिइहाल्नु है। ल गाइस डाइनिङ टेबलमा चाहिँ एकदमै झ्याउलाएर हामी चाहिँ यहाँनिर आइदिएको छौँ है। मेरो भाइ चाहिँ यहाँनिर टक्कसँग गरिरहेछ। ठिक छ, यहाँनिर यस्तो गरिरहेछ। यति यो काम चाहिँ गर्नुपर्ने हुन्छ। यो आलु चाहिँ म काट्छु है। आलु पनि निकालिदिइरहौँ। आलु चाहिँ यस्तो छ, स्विट पोट्याटो। अब यसलाई चाहिँ म टक्कसँग काट्छु अनि काटेपछि भेट्छु है त फेरि। ल पछाडिको ब्याकग्राउन्डको बत्ती आयो भने गाइस हामी चाहिँ अब टक्कसँग काट्नतिर लाग्यौँ है। काट्न चाहिँ फेरि म खतरा काट्दिन्छु, तर अर्को चक्कु चाहियो भाइ हाम्रो अर्को चक्कु सिटम्यान। ल हामी चाहिँ केटा मान्छे हो, काम चाहिँ बिगारिहाल्छौँ अन्त भाइ। ल गाइस हामी चाहिँ प्याज काट्न लगाइरहेको छौँ है मोमोको लागि। टक्कसँग प्याज काटौँ। फेरि प्याज काट्नु आउँदैन। टक्कसँग यस्तो हामीलाई चाहिँ प्याज किन काट्नु आउँदैन भाइ? हामी किन केटा भएर जन्मियौँ यार? यस्तो होइन टक्कसँग। ल यसरी चाहिँ प्याज काट्न सिक्नुहोस् है ग्यासहरू है। ट्युसन क्लास आउनुहोस् हाम्रो घरमा। कडा बाँकी चाहिँ कुच्चा यस्तो भएछ। यसलाई नि काट्नु। ल यति यो डन्ठा सन्टा चाहिँ फुकालिदिउँ है। ल यो डन्ठा सन्टा चाहिँ फुकालिदिउँ। हामी चाहिँ खुर्सानी पनि हालेर खाइदिउँ है। टक्कसँग यो खुर्सानीलाई चाहिँ अब यसरी काटेर। ल गाइस हामी चाहिँ यहाँनिर अब टक्क प्याज खुर्सानी हालिदिउँ है किमा बनाउन। किमा चाहिँ हामीले अलरेडी बनाएको थियो। यो चाहिँ ठ्याक्क हाम्रो स्टाइलको प्याज खुर्सानी हाल्ने होइन। यो चपिङ छ। अब टक्कसँग यो होइन यो हालौँ। टक्क यति बेसार हालौँ। यति यो चाहिँ अब यो बेसार चाहिँ अब हालौँ होइन अर्ग्यानिक। अब नुन हालौँ यहाँनिर चाहिने जति नुन हालौँ। यो चाहिँ हाम्रो घरको मसला। यो पनि मसला थोरै हालिदिउँ। ल यो पनि मसला थोरै हालिदिउँ। ल अब चाहिँ अजिनामोटो हालिदिन्छौँ है त। अजिनामोटो ल अलिकता चाहिँ अजिनामोटो पनि है गाइस। अलिकता यति चाहिँ है अजिनामोटो पनि हालौँ। ल यति चाहिँ हालिदिउँ है। ल टक्कसँग अब चाहिँ हामी बेल्न लगाइरहेको छौँ होइन। अब चाहिँ हाम्रो पिठो पनि रेडी भयो। अनि अब हाम्रो यहाँनिर होइन बेल्ला चौका यो भयो। त्यसपछि अब बेल्छौँ
बेलेपछि भेट्छौँ ल। त्यो बेल्लालाई चाहिँ होइन टक्कसँग यस्तो गराउने है अगाडि, यस्तो गराउने अनि यसलाई टक्कसँग यस्तो गर्ने, टक्कसँग यस्तो गर्ने है त भाइ। भाइलाई चाहिँ म सिकाइदिन्छु है, मलाई नि आउँदैन। गोलो नबनाउने, टक्क यति यति मात्र हो, यत्रो साइजमा टुक्क टुक्क निकाल्ने, टुक्क टुक्कै है त। गोलो बनाउनु पर्दैन, छोडिदेऊ। हो यसरी निकाल्ने है त। सबै निकाल्यो एउटै साइजमा है त। म यहाँ निकालिदिन्छु। यति निकालिसकेपछि चाहिँ हाम्रो मोमोको गोला चाहिँ रेडी हुन्छ है भाइ। के छ अनि हाम्रो भिडियो बनिरहेछ आजभोलि, के भन्छ हाम्रो भिडियो? लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु र कमेन्ट गरिदिनु होला गाइज। यतिको चाहिँ बोल्नुपर्छ, यतिको चाहिँ बोल्नुपर्छ ल टक्कसँग होइन। ल अब चाहिँ हामी टक्कसँग यस्तो हुन्छ है, हेर्नु होला है, बुझाउँछ हजुरहरूलाई। र यस्तो चाहिँ हाम्रो गोलो ठ्याक्क यो बन्छ। अनि त्यसपछि चाहिँ बेल्लामा बेल्ने, अनि त्यसपछि हाम्रो किमा हाल्ने अनि मोमो बनाउने अनि गम खाने टक्कसँग होइन। अब यस्तो गोलो बनाउनु पर्छ। गोलो बनाएर चाहिँ अब टक्क यो चाहिँ अब टक्क तेल हो होइन। तेललाई चाहिँ अब टक्क सबैतिर यसरी लाउनुपर्छ, यसरी लाउने। अब यस्तो लिने टक्कसँग फेरि यसरी लाउने। यो चाहिँ मोमो नटासोस् भनेर है गाइस, यो चाहिँ हामीले दिदीले सिकाउनु भएको। यस्तो गर्ने टक्कसँग चाहिँ यसरी गोलो बनाउने अनि त्यसपछि चाहिँ टक्कसँग बेल्ने। अनि भाइ हामीलाई चाहिँ भ्लग बनाउनु आउँदैन, यो चाहिँ हाम्रो फर्स्ट टाइम हो होइन। फेस रिभ्यू यस्तो छ है गाइस, हामी के अरे क्रिएटरहरू चाहिँ। ल टक्कसँग चाहिँ अब यो चाहिँ हामी बेल्न थाल्छौँ। बेलेपछि चाहिँ हजुरहरूलाई देखाउँछौँ है त। ल बफ बनाइदियो नि मैले। ल बफ मोमो चाहिँ अब टक्कसँग यस्तो 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 सही पनि। ल यसरी नै बनाउँदै जान्छौँ है, बनाएपछि चाहिँ हजुरलाई देखाउँछौँ। ल बन्यो लगाएर चाहिँ अब चाहिँ मोमो पाकेपछि चाहिँ हजुरहरूलाई होइन हामी देखाउँछौँ। टक्कसम्म हाम्रो चाहिँ मोमो चाहिँ बनिसकेको छ, यति छ। अनि यसको तल पनि छ होइन। टक्कसँग यहाँ पानी तताउँछौँ, पानी हाल्छौँ टक्कसँग ग्यास बालेर। ग्यास त लास्टै सानो बनाएको यो पानी राखिदिउँ। अनि हाम्रो खै यसको यो छदिए जस्तो टक्कसँग होइन पाक्छ। अब चाहिँ टक्क 7 मिनट 5-7 टक्कसँग अब चाहिँ हाम्रो अचारको लागि रेडी होइन। मोमो चाहिँ टक्कसँग अब पाक्दैछ है। अब चाहिँ ल हामी चाहिँ अब बाई बाई भन्छौँ यहाँ। अब चाहिँ बाई बाई, अब चाहिँ भेट्दै गरौँ ल, हामी चाहिँ मोमो खान्छौँ ल।